पहिलो खेलमा ऐतिहासिक हार बेहोरेको वेस्ट इन्डिजले आज भने नयाँ र रणनीतिक योजनासहित मैदानमा उत्रने तयारी गरेको छ। नेपाल र वेस्ट इन्डिज बीचको दोस्रो टी20 अन्तर्राष्ट्रिय खेल आज बेलुकी 8:15 बजे शारजाह क्रिकेट रङ्गशालामा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा सामूहिक उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट इन्डिजलाई पराजित गरेको थियो। सोही कारण दोस्रो खेलमा वेस्ट इन्डिजले बलिङ लाइनअपलाई मजबुत बनाउने र टप अर्डर ब्याट्सम्यानलाई आक्रामक सुरुवात गर्न निर्देशन दिएको बताइएको छ। कप्तान अकिल होसेनले स्पिन आक्रामकलाई प्राथमिकता दिने योजना बनाएका छन्। काइल मेयर्स र जेसन होल्डरलाई सुरुवाती ओभरमै प्रयोग गर्ने उनको तयारी छ। यसअघि पहिलो खेलमा दबावमा परेको वेस्ट इन्डिज आजको खेलमा परिस्थितिलाई उल्ट्याउने योजनामा छ। टोली स्रोतका अनुसार आज पावर प्लेमा आक्रामक ब्याटिङ र बीचका ओभरमा कडाइका साथ बलिङ गर्ने वेस्ट इन्डिजको मुख्य रणनीति रहेको छ। नेपाल भने पहिलो खेलमा जस्तै सन्तुलित ब्याटिङ र अनुशासित बलिङ मार्फत एक खेल अगावै श्रृङ्खला आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ। शारजाहसँग नेपालको ऐतिहासिक सम्बन्ध स्मरणीय क्षणदेखि वेस्ट इन्डिजमाथिको जितसम्मको थोरै चर्चा गरौँ। शारजाह क्रिकेट रङ्गशाला नेपाली क्रिकेटका लागि भावनात्मक र ऐतिहासिक स्थल बन्न पुग्यो। 2004 मा व्यवस्थापकको रूपमा प्रदीप कार्की पहिलो पटक शारजाह पुग्नु भएको थियो। त्यति बेलादेखि सुरु भएको नेपाली क्रिकेटको यात्रा शनिबार वेस्ट इन्डिजमाथिको 19 रनको ऐतिहासिक जितसम्म आइपुगेको छ। नेपालले शारजाहमै पाएका प्रमुख क्षणहरू एकपटक सम्झ्यौँ। पहिलो टेलिभिजन प्रसारण 2000 एसिसी ट्रफी। मालदिप्सलाई हराएर पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले हङकङसँग खेलेको खेल प्रत्यक्ष प्रसारण भएको अन्तर्राष्ट्रिय खेल थियो। शरद भेष्वाकरको शतक। कुवेत विरुद्ध शतक प्रहार गर्दै शरद भेष्वाकरले नेपालका युवा टोलीलाई ऐतिहासिक सफलता दिलाएका थिए। 2002 U15 मा एसिया कपमा उनले यो सफलता प्राप्त गरेका हुन्। प्रथम श्रेणी क्रिकेटमा डेब्यू 2004 मा भएको थियो। अन्तर्महादेशीय कप अन्तर्गत नेपालले युए विरुद्ध पहिलो पटक प्रथम श्रेणी क्रिकेट खेलेको थियो। खेल बराबरीमा टुङ्गिएको थियो। एसिसी ट्रफी संयुक्त विजेता 2012। शारजाहमै भएको फाइनलमा युएईसँग बराबरी गर्दै नेपाल पहिलो पटक एसिसी ट्रफीको संयुक्त विजेता बनेको थियो। पहिलो विश्वकप यात्रा 2013। पपुवा न्युगिनीलाई हराएर नेपाल पहिलो पटक टी20 विश्वकप क्रिकेट पुग्न सफल भएको थियो र वेस्ट इन्डिजमाथि ऐतिहासिक जित 2025 दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई 19 रनले हराउँदै नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रमाथि पहिलो जित हात पार्यो। शारजाह मैदानमा दर्जनौं महान खेलाडीहरूको स्मरणीय इनिङ भएझै नेपाली क्रिकेटका लागि पनि यो मैदान लगातार ऐतिहासिक क्षणहरूको साक्षी बन्दै गएको छ।